अब चाहिँ हामी हाम्रो लोकेसनमा आइपुगेका थियौँ है। यो चाहिँ होटल जङ्गल क्राउन हो, सौरामा रहेको। हामी चाहिँ अब सुरुमै अब ब्रेकफास्ट गर्न गयौँ। यसरी हामीलाई चाहिँ गेस्टले वेलकम गर्न बस्नु भएको थियो। क्युट क्याट हुनुहुन्थ्यो त्यहाँ है। ठिक छ, हामी चाहिँ अब त्यसै गरेर भित्र गयौँ र खाजा खान रेडी भयौँ। सबैजना मस्त मक्ख पर्दै खाइरहनु भएको छ, देख्न सक्नुहुन्छ है। हामीले धेरै सम्झेछौँ है तिमीहरूलाई, त्यही भन्नुलाई भिडियो बनाएको हामीले। फोटो सेसन सुरु हुँदैछ है। ल हेर्न सक्नुहुन्छ है, मन्जु प्यारीले फोटो खिच्न जानुभएको छ। म्याम हुनुहुन्छ फोटो सेसन खिच्दै। कस्तो हुन्थ्यो क्या। अब चाहिँ हाम्रो टिपिओमा हाम्रो एक्सपिरियन्स सुनाउने पालो रहेको थियो र हामी पालो पालो आफ्नो एक्सपिरियन्स सुनाएका थियौँ। सरहरूदेखि लिएर सबैजनाले यसरी नै जब हो होइन। तर आजसम्म जति पनि जब गरेँ त्यहाँ चाहिँ यति राम्रो म्यानेजमेन्ट हुन्छ नि, अनि पछि यति सजिलो गरिदिने सरहरू अनि फ्यामिली जस्तै साथीहरू छन् होइन। त्यसको लागि चाहिँ एकदमै खुसी लाग्छ। अनि पछि म यहाँ आएर पनि मेरो एकदमै कन्फिडेन्ट बिल्डअप भएको छ। अब अगाडि गएर चाहिँ जति साथीहरूसँग बोले पनि बाहिर गएर चाहिँ बोल्न सक्ने खालको मान्छे म होइन। अनि अहिले चाहिँ अब स्कुलमा एक्लै गएर पनि सरहरूसँग कोअर्डिनेसन गरेर क्लासमा गएर एक्लै बोल्न सक्ने चाहिँ म। अब चाहिँ हाम्रो नाच्ने गाउने रमाइलो गर्ने पालो रहेको थियो। यसरी नै साथीहरू मस्त नाच्ने गाउने रमाइलो गर्ने गरिरहेका थिए है। म चाहिँ भिडियो रेकर्ड गर्दै बस्दै गरेको थिएँ। यो मोमेन्ट त क्याप्चर गर्नु पर्यो नि त, भोलि पर्सिको लागि मेमोरीको लागि। सबैजना इन्जोय गरिरहेको देखेर मलाई पनि एकदमै धेरै खुसी लागिरहेको थियो। स्पेसल्ली एज अ मदर आफ्नो बच्चा पनि एकदमै इन्जोय गरिरहेको थियो। त्यो देख्दा नि म यति धेरै खुसी थिएँ भने। त्यसपछि चाहिँ हामीलाई दुईजना गरेर यसरी नै पालो सबैजनाको पालोमा आफू नाचेको थिएन है। गीत गाउनु भयो।
भएको हुनाले चक्लेट पाउनु भएको छ। ल अब चाहिँ अर्को कुन गेम खेल्ने होला त भन्न त सबैले कुन लाग्यो नि त्यसो पिरामिड बनाउनु यहाँ चाहिँ घाइते भएको अवस्था, कसैले एनडी प्लस टास्दै कसैले मेरो भिडियो बनाउन भनेर मक्ख पर्दै नसकिने भयो नसकिने। यति पनि आँट आएन हे भगवान्, यस्तो मान्छेले के गरेर खाने होला भोलि पर्सि। यो भएन है मन्जु, भएन कति पनि भएन। ल अब चाहिँ हामी अर्को गेमको लागि तयारी गर्दै है। चाहिँ यहाँ खाना खाने बेला हुन लाग्यो। सबैजना खाना खाने बेला भयो। हेलो हजुर लिएर आउनु लाग्यो हो कि कस्तो रिसाएको तिमी? खिचेरै काट्नु लाग्यो तातिनु पर्यो नि नदेखेर जानु ल देखिनु भन्नु त हामी म लाइन स्टार्ट भयो है उतापट्टि स्टार्ट
त्यहीँ बस यता आऊ रे साथीको त त्यता गहिरो ठाउँ यता तिमी खेल्न सक्दिनौ तिमी उता नजाऊ है छोरो आत्तिन्छौ है